बसेको हो त्यो कहिले भन्ने कुरो हो एकचोटि चाहिँ राख्नु गोर्जेको त स्याल त कहाँ पुगेछ मसिदुमा बसेको सपना दुई खाएको सपना बिहान उठ्दा त शरीर त आनन्द भयो बिहान आउनुको पनि सुनाउनु पर्यो नेतिकेटाहरूले बिहान आमा के हो थाहा छ मुन्नी बजेन आमा हो डार्लिङ तेरेली भने लाउँछु कम्पनी या साउले मैले मुन्नी बजेन आमा हो डार्लिङ तेरेली नातिको त सबै कुरो भयो नातिनीलाई फेरि छोड्यो भन्ने कुरा नातिकेटाहरू हुन सक्छ मैले त उसमा मुभीलाई मैले अलिअलि चलाउनु जान्ने हुन्छु नातिकेटाले सिकाइदिएको हुन्छ अन्जना चाहिँ साइपुले बोल्नु जान्दिनँ भने कस्तो मजाले बोले कि आनन्दले स्वस्थानी पढ्दै गरेर पहिला बोल्नु नजान्ने मान्छेहरू त कति खुसी लाग्यो भने यति खुसी त 12 वटा नाति एकैचोटि जन्मदा पनि खुसी अब हुने त नातिकेटाहरू 12 वटा मेरो जन्मेन अलि गफलाउने बानी छ कि यसले गफलाउने बानी छ स्टाइलले गफलाउने बानी अलिक कम गराउँदैछ यो बुढाको फेरि त्यसो आउँछ उमेश बाबुले फेरि एक दिन बर्थडे केक आयो बा यसो के खाइन आऊ भन्ने कुरा गर्दै थियो कि भोलि आउँछु बा 10 बजी गाईको दुध लिएर आउँछु भन्दैछ है भन्दैछ गाईको दुध लिएर आउँछु खाना पर्छ बा भन्दैछ र चिसा गाईको दुध खाना पर्छ भन्दै पनि हो त्यही भएर के छ रमाइलो छ अब भोलि पनि रमाइलो हुने होला अरू नातिकेटाहरू थपिने होला नि अब होइन नातिकेटाको त हाँसु देखिनु नि गम्भीर भयो सबै हाँसीका नाति हेर त भगवान्ले कस्तो मजाले आनन्द आसनमा बसेर दाँत पनि कति राम्रो रहेछ मबाट फेरि दाँत खाँसी राम्रो छैन त पनि मजाले हाँसिदिन्छु है म मान्छे र ठिकै छ सुत्ने बेला भयो नातिकेटाहरू अब सुत्नु पनि पर्यो भोलि फेरि कार्यक्रम गर्नुपर्ने बेला के अरे कार्यक्रम नातिकेटाले अब ठुलोबाउले मिलाउँछ कार्यक्रम अब हामी सबै त्यहाँ चाहिँ कार्यक्रममा आएर चाहिँ हाँस्नु पर्छ कि नहाँसेर चाहिँ के कुरा आउने त हाँस्न सिक्यो भने त के हुने चाहिँ कि 10 किलो बोक्ने मान्छेले हाँस्यो भने 23 किलो बोक्दो रहेछ